Hello, what's up everybody, guys? काकोसी भोक भन्न चाहन्छु हैन हेर्न सक्नुहुन्छ अन्डरग्राउन्ड तिर हिँड्दा छु म हैन एकदम बवाल चाहिँ गाइस बवाल अनि के छ तपाईहरुको हाल खबर मेट्रो आएर चाहिँ गाइस पछाडी हेर्न सक्नुहुन्छ ड्युटी सकियो गाइस अब रुमतिर जाँदै छु हैन यस्तै छ परपरि चेट ओके साइको भइरहेछ कसम गाइस मौसम आज चाहिँ एकदम बवाल छ गाइस राउन्डिङ चाहिँ यस्तो दामी छ ठाउँ पनि यो रेडियो चाहिँ साइकलको बाटो गार्डन जाने बाटो रहेछ त्यो चाहिँ यो चाहिँ गार्डन जाँदै रहेछ त गार्डनमा गाइस म चाहिँ रुमतिर जाँदै छु है वरिपरि यो एकदम राउन्ड छ गाइज हैन यस्तो बवाल छ के माथि गाडीबाट देख्छ यस्तो राउन्डिङ छ पुरा जेनेरेटर जेनेरेटर जस्तो छ यो पछाडीको गाइज जेनेरेटर ठुलो छ एकदम बवाल चक्कास गाइज मौसम अझै पनि चिसो छ हैन अब गर्मी मौसम लाग्दैछ गाइस बिस्तारै 109 भनेर चढेको गाइस 122 कतिको गाडी चढ्दैछ बिजोक बनायो नि गाइस अर्कै ठाउँतिर आइपुग्यो म मेरो गाडी पाउने ठाउँ त खासमा हो त्यहाँ उत्तरै छ गाइस देखिरहेको छ उत्तर साइडमा त्यता जानुपर्ने हो अब म जाँदैछु बाटो मिस्टेक भइरहेको गाइस वरिपरि जताततै देख्छु मेरो क्रेज र्याप अनि हल्ला राछु आज भोलि देश हरामी हो बेटा भन्ने जेनको गीत चाहिँ बवाल लाग्छ गाइस फेभरेट हो नि त हैन सुरस्टार भिटेनको फ्यान हो क्या ठाउँ हेर्नु यस्तो बवाल छ ठाउँ गाइस हावा पनि चिसो बवाल चलिरहेको छ यार मजाको चलिरहेको छ हावा पारिपट्टि जाने बाटो छैन जस्तो लागिरहेछ अर्कै मिस्टेक बस चढ्दैछ खनाप रुम चाँडै जम्ला भनेको गाइस यतै 1 घण्टा भइदिइराख्यो अब चट यस्तो हुन्छ कहिले कहिले खनाप गाइस मामो गाडी आइरहेको रहेछ क्या सिया गइदिइरह अरे हो त्यो डाँडा कटिसक्यो साइको नेपाल जस्तो होइन गाइस यहाँ त अनि मान्छे हिँड्ने त्यो बाटै नहुने रहेछ यस्तोतिर हिँड्दा छ हौ म त यार तिम्रो मन बदलिएछ हिलो छ त हो धेरै दिनपछि हिँड्यो हो यस्तो ठाउँतिर लो म प्राय बाहिर निस्किँदैन नि गाइस होइन के गर्नु पैसा अनि निन्द्रा के हो भन्ने चिज त सायद परदेशीले मात्र थाहा होला गाइस हैन गाह्रो छ यस्तै छ पानीको ट्याङ्की जस्तो छ गाइस म रुमतिर जाँदै छु मेरो 109 गाडी चढ्नु पर्ने गाइस 122 कति चढ्दैछ हैन ठ्याक्कै आउनु चाहिँ यहीबाट थियो उता घुमेर उता पुर्याइदिएर कि गाइस मलाई ओर्लेर अनि आउँदैछु है म अब रुमतिर जान लाग्यो कहिले नि हिँडेको थिएन त्यही पनि फर्स्ट टाइम रमाइलो लागिरहेछ गाइस हेर्नु सक्नुहुन्छ मजा आइरहेछ मौसम फेरि यस्तो खतरा छ नि आज भोलि एकदम चक्कास चिल छ के बनाउनु ला हो यहाँतिर मुनि यस्तो बवाल टाइप्सले मेसिनहरू रहेछ टन्न कहाँ आइपुग्यो गाइस म त छक्क परिरहेको छु हौ गाइस झन् अलिक चाँडै जम्ला रुम भनेर सोचिरहेको त बाटो मिस्टेक पारिदिरहेको रहेछ अब तनाव भयो नि त अब यस्तो ठाउँतिर आइपुग्यो पुगेर गाडी क्रस गर्नु पर्यो छिटो छिटो गाडी खतरा उतिर आइरहेछ डेन्जर छ पोस्टर त
डेन्जर ठाउँतिर पर्तिर हामी आज छ खासै मैले यस्तो घुम्ने भनेर सोचेकै थिएन कि गाइस बस मिस्टेक पर्दिर होइन त्यसपछि केटो मिस्टेक भएको बाटो होइन झन् रमाइलो लागिरहेको हो गाइस यस्तो बवाल भ्युज रहेछ आम्मामा युरोप भन्छन् गाइस यस्तो छ हेर्नु फाल्ने ठाउँ ल मर्निङ वकको लागि चाहिँ खोलादेखि बगिरहेको छ धन्न मर्निङ वकको लागि चाहिँ यतातिर सही हुन्छ म अघि उताबाट आएको ड्युटीबाट गाइस गाडी फेरि यता घुमेर उता गइहाल्यो त्यही भएर चाहिँ म फेरि यता निस्केर आएको है गाइस ए पुलमाथि नि हिँड्ने बाटो त रहेछ गाइस म त छैन कि जस्तो लागिरहेको थियो त्यहाँबाट उता हिँड्ने बाटो छ भने मैले ठ्याक्क त्यो पारिपट्टि गाडी सघाउन मिल्छ गाइस मेरो रुम जाने गाडी आज मौसम पनि बवाल छ बत्ती राति यस्तो बवाल चक्की चक्का चल्छ नि यो बत्तीहरू मुनि मुनि चाहिँ फिनिसिङ भएको छैन र के कामहरू गर्दो रहेछ बाटो छ कि छैन गाइस उता जानुपर्ने पारिपट्टि बाटो मिस्टेक भएर रहेछ ल गाइस वाह बाटो रहेछ ल गाइस खुसी लाग्यो पारिपट्टि गएर बस आउनुपर्छ मैले उ त्यो ब्लू कलरको ब्रिज राति चाहिँ यस्तो बवाल बल्छ नि गाइस मान्छे घुमोस् भनेर बाटो पनि के अरे गाडी पनि मिस्टेक भइरहेको रहेछ क्या गाइस गीत सुनेर बसिरहेको थियो होइन अब ड्युटी सुटी भएपछि थाहा छ तपाईँहरूलाई नि गाडी कतिखेर आउँला रुम कतिखेर पुग्ला फ्रेस भएर आराम गरौँला भन्ने सोच हुन्छ सबैको त्यही भएर यसो बसिरहेको गीत सुनेर होइन त्यसमा डिजिटल प्लेट पनि बिग्रिएर रहेछ अनि मैले 109 नै होला भनेर चढिदिएको गाइस 122 वाला पो परिरहेको रहेछ लगतिर अर्कै ठाउँतिर घुमेर यसो बाटो हेरेको छिटो ओर्लिहालेको अनि बाटो खोज्दै अब रुमतिर जाने प्रयास गर्दैछु यो पारिपट्टि त्यहाँ पारिपट्टि बस स्टेसन छ रेल स्टेसन पनि हो बस स्टेसन पनि हो त्यहाँ पाउँछ गाइस 2-3 दिनको झरी भएको थियो अस्तितिर त्यसले गर्दा खोला अहिले एकदमै धमिलो होइन बवाल देखिरहेको छ आम्मामा गाइस खोलाको रूप हेर्न डर लाग्दो छ एकदम हावा पानी चाहिँ सेम नेपालको जस्तो लाग्छ त्यो डाँडा हेर्दाखेरि काठमाडौँको रानी बाबुको डाँडा जस्तो लाग्छ गाइस त्यो माथिको डाँडा हेर्नु त काठमाडौँको रानी बाबु जस्तो लाग्छ गाइस दामी छ खोला त मैले त कहिले पनि नजिक आएर हेरेको थिएन गाइस भयङ्कर रहेछ हो खोला त वेट खोला डेन्जर डर लाग्दो रहेछ गाइस बाप रे बाप धमिलो छ एकदम डेन्जर रहेछ खोला ल यो रसियाको जग्रिबमा भएको खोला है गाइस के हो त्यो सर्प जस्तै है सर्प होइन रहेछ गाइस पानी हाँस खेलिरहेको रहेछ ल पानी हाँस है गाइस पानी हाँस पानी हाँस खेलिरहेको छ सर्प जस्तै देखिरहेको मैले त कहाँ गयो निस्किँदै एकचोटि भाइ खतरा माछा खाएर बस्दो रहेछ त्यो पानी हाँस कहाँ गयो त खोलाउने यस्तो धमिलो छ अहिले मैले त अघि त सर्प भन्नु आएको तर यहाँ क्रोसियामा चाहिँ प्रायः भनौँ न प्रत्येक ठाउँमा झाडझुड धेरै हुन्छ त्यहाँ पानी हाँस खेलिरहेको छ गाइस वा भित्र गइदिएर खतरा अहिले एकछिन निस्किन्छ त्यो अर्को पनि आयो त्यहाँ पानी हाँस सेतो टाइपको व्हाइटवाला अहिलेको चाहिँ कालोवाला ठुलो थियो खोला त भयङ्कर रहेछ नि गाइस मैले त सानो जस्तो लागेको थियो म यहीँबाट जान्छु जहिले ड्युटी गाइस त्यहाँतिर चाहिँ कुकुर डराउँदै हिँडिरहेको छ मान्छेहरू होइन नेपालीहरू तर क्रोसियन नै होला डेन्जर रहेछ डेन्जर भयङ्कर एकदम बवाल छ है बाटो चाहिँ ब्रिज पनि अनि खोला पनि ठुलै छ
झकास फाइनली म अब यही नजिकै हो बस पार्क आइपुग्यो मजा पनि आयो माइन्ड फ्रेस पनि भयो गाइस एकदमै बाबाल झकास पछाडिको त्यो ठाउँहरू जस्तो दामी छ एकदम घुम्नलाई बबाल छ गाइस माइन्ड फ्रेस गर्नको लागि हैन छुट्टीको दिन टाइम पासको लागि चाहिँ ठाउँहरू एकदमै हुन्छ है यहाँ त बबाल ठाउँहरू हुन्छ त्यही हो अब टाइम मिल्नु पर्यो हैन साथीभाइ अलिकति साथीभाइसँग घुम्दाखेरि चाहिँ छुट्टै मजा आउँछ फेरि साथीभाइ बर्थडे हुनु पर्यो अनि 2024 सक्यो अब 2025 को दिनहरू के कस्तो चलिरहेको छ त गाइजहरूको सुनाउनुहोस् तपाईँहरूको पनि हैन अनि जानुभन्दा अगाडि जो जतिले चाहिँ मेरो भिडियो हेर्दै हुनुहुन्छ हैन लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला तपाईहरुको एउटा सानो सहयोगले अरूलाई एकदमै हेल्पफुल हुन्छ हैन अनि तपाईहरुले यस्तै गरी माया गर्दै जानुहोस् तपाईले यस्तै गरी माया गरिदिनु भयो भने यस्तै रमाइलो अनि भिडियोहरू हामी चाहिँ फेरि पनि तपाईहरु समक्ष हामी ल्याउन सक्नेछु गाइज प्रयास गर्नेछु फाइनली आइपुग्यो पनि अब यहाँबाट उता गयो भने चाहिँ त्यहाँ मेट्रो स्टेसन पुग्छ यहाँबाट अब चाहिँ म उता जाँदैछु त्यहाँबाट नि पारिपट्टि जानुपर्छ क्रस गरेर साइकलमा सरर हिँडेर है यहाँ केटाहरू यस्तै साइकलमा हिँड्छ प्रायः साइकलमा कुदिरहेको हुन्छ गाइस साइकलमा कुद्नुको हैन साइकलमा मतलब साइकलमा यात्रा गर्नुको छुट्टै फाइदा पनि छ गाइस हैन मान्छेलाई एकदम स्वास्थ्य एकदम हेल्दी अनि स्फूर्ति एकदम स्फूर्ति हुन्छ है गाइस बस आउँदैछ पछाडि पनि 132 रहेछ 109 मा जानुपर्ने मन चाहिँ बस गाइस कहाँ अर्कै बसमा चढ्दैछ क्या कहिलेकाहीँ दिमागले काम नगर्दा यस्तै हुन्छ गाह्रो छ दिमाग ठिस भएपछि यस्तै हो हतार मलतार हुन्छ गाइस के गर्नु कतिखेर रुख पुग्ला जस्तो लाग्छ हैन त्यो सोच्दै पनि अब कहिलेकाहीँ गाडी मिस्टेक समाइदिन्छ यसरी दुःख पाउँछ त्यही पनि ठिकै भयो हैन ठाउँहरू बवाल ठाउँहरू रहेछ घुमियो देखियो पनि मजा आयो अनि भिडियोमा त्यो सिनहरू त्यो ठाउँहरूलाई कैद गर्न पनि मलाई भनौँ न अपर्च्युनिटी मौका पाएँ नि त हैन सो खुसी छु अब रुम पुग्न लाग्यो यहाँबाट म गाडी समाएर चाहिँ हेर्न सक्नुहुन्छ आइपुग्यो अब यहाँबाट म पारिपट्टि गाडी समाउनु पर्छ गाइस यो चाहिँ मेरो ड्युटी जाने साइड हो हैन पारिपट्टि गएर गाडी समाउँछु अनि म चाहिँ रुमतिर जानेछु आइसक्यो फाइनली मेरो बस आउँदैछु बस गरेर बसेको फाइनली बस आइसक्यो गाइस 109 आउँदैछ गाइस त्यहाँ चट्ट लगाएर आइसक्यो अब चढ्नु पर्छ है गाइस लास्टतिर चढ्दिउँ लास्ट ब्याक हुन्छ नि गाइस यतिकै ब्याक हेलो गाइस फाइनली रुम आइपुग्यो अब बल्ल गाडी समायो यतिखेर त रुम आइपुगेर पनि फ्रेस भएर हैन चिल टाइपमा आनन्दले आफ्नो बेड भन्थ्यो त्यतातिर घुम्न लेख्या रहेछ आज त्यही भएर अलि ढिलो भयो गाइस है केही छैन चराहरू कति उडेर आम्मा पुरा गाउँतिर जस्तो छ हाम्रो ठाउँ चाहिँ हैन एकदम यहाँ अहिले रुम भएको ठाउँ चाहिँ हाम्रो आनन्द छ यहाँ जोस् बस्ने अकोमोडेसन चाहिँ कम्पनीले दिएको छ हैन आनन्द दामी ठाउँमा चाहिँ गाइस घरहरू चाहिँ यस्तो हुन्छ युरोपतिरको हैन ठ्याक्कै नेपालको चालको आउँछ टुरी चाहिँ हाम्रो नेपालको जस्तै हुन्छ अगाडि तपाईहरुले देख्न सक्नुहुन्छ अकोमोडेसन आइपुग्न लाग्यो गाइस अब
ल को हो त्यो सुर्केस तान्दै हिँडिरहेछ त पुरा ढक्क लाएर नेपालीहरू हो गाइस है कता जानला हो त्यहाँ बिल्डिङ यस्तो ठुल्ठुलो रुख पुरा केले मरेछ बिचारा यो एरियामा पुरा ठन्डै छ है गाइस नेपालीहरू चिनेको जस्तो लागेर त मान्छेहरू त कता जानला रहेछ निस्किरहेको रहेछ अर्जुन भाइ जस्तो देखिरहेको मैले त रहेन होला ल फन्डाङ मुन्डुङ बोकेर हिँडिरहेको छ मान्छेहरू कता निस्कियो रुम सार्न ला जस्तो लाग्यो राति आउँदाखेरि यो भित्ताको छ नि बत्ती बल्छ गाइस है अटोमेटिक जहिले मेरो नाइट ड्युटीको बेला ठ्याक्क म बाटो आउने बित्तिकै फ्ल्याट्ट बलिएर हुन्छ क्या होइन सेन्सरवाला घरहरू यस्तो छ नि दामी दामी नेपाल फर्केपछि यस्तै घर बनाउने सपना छ मेरो नि यस्तो छ नि यो अगाडि घर फेरि सानो छ यस्तो बवाल छ गाइस हाम्रो एलिका चाहिँ 25 का भन्छ हाम्रो 25 का उलिका भन्ने एरिया हो यो यहाँ चाहिँ हाम्रो पार्क छ गाइस पार्क यो घर भर्खर बन्दैछ नयाँ होइन दामी छ गाइस डस्टबिनहरू चाहिँ यसरी 3 प्रकारको हुन्छ 3-4 प्रकारको हुन्छ होइन कुहिने नकुहिने अनि प्लास्टिक अरू के छ पेपरहरूको छुट्टै हुन्छ है यहाँ एकै ठाउँमा चाहिँ फाल्न मिल्दैन फोहोरहरू एकै ठाउँमा फाल्यो भने गाडीले लाँदैन क्या फोहोरको गाडी आएर फोहोरै उठाउँदैन गाइस फाइन हान्छ यहाँ त सिस्टम त्यस्तो छ हामी बस्ने घर चाहिँ यही हो गाइस यहाँ छ फाइनली आइपुग्यो गाइस आजको लागि बाई